रासपा सभापति रवि लामिछाने कांग्रेस एमाले गठबन्धनले बन्धक बनाएका पात्र हुन्। तर अहिले पनि न्यायालय पुगिसकेको रवि लामिछानेको मुद्दा न्यायालयबाटै फरसोट हुनुपर्छ भन्ने तर्क केही व्यक्तिबाट सुनिन्छ। सुन्दा सुरुमा यो तर्क सुशासन र न्यायको पक्षमा हो जस्तो लाग्छ, तर गहिरिएर हेर्दा यसमा रविलाई जेलमै सडाउने नियत स्पष्ट देखिन्छ। पहिलो कुरा, रविलाई तत्कालीन ओली सरकारले नियत बस फसाएको हो कि होइन, यो राजनीतिक प्रतिशोध थियो कि होइन, ती 40 लाख जनताले रविलाई प्रतिशोध भयो भन्दै गरेको हस्ताक्षर के सामान्य कुरा हो? अब केहीले भन्न सक्छन् अनि 40 लाख जनताको हस्ताक्षरले कानुनलाई प्रभावित पार्न मिल्छ? त्यसो हो भने सुशीला कार्की नेतृत्वको सरकारलाई संविधानले कहाँ मान्यता दिएको छ? यो त आन्दोलनको जगमा बनेको विशेष परिस्थितिको सरकार होइन र? यसरी आन्दोलनको बलमा विशेष सरकार बन्न सक्छ भने हिजोको ओली सरकारले अन्यायपूर्वक फसाइएका रविलाई आज त्यही अन्यायी कानुन प्रक्रियामा जेलमै कुर्नुपर्ने के तर्क हो? कुनै बेला संसदमा घाँटीको नसा चुडिने गरी प्रमाण छ देखाइदिउँ भन्दै गगन थापाहरू चिच्याउँथे। उनका अगाडि पछाडि बसेका भ्रष्ट र भ्रष्ट आरोपी कांग्रेसी सांसदहरूले पर्र ताली बजाउँथे। गगनको घाँटीको नसालाई मध्यनजर गरेर संसदीय छानबिन समिति बनाइयो। छानबिन समितिले प्रतिवेदन सार्वजनिक गर्यो। प्रतिवेदनका हरेक हरफहरू पढियो। गगनको प्रमाण देखिएन, तर आरोप के थियो? दोषी केमा बनाइयो? देशले मजाले हेरियो। वास्तवमा गगनको राजनीति बचाउन रविलाई बलि चढाइयो। कांग्रेस नेता धनराज गुरुङ त सप्रमाण मिडियामा सहकारी ठगेको आरोप लागेको थियो, तर छानबिन भएन। गिरिबन्धु इतिहासकै ठुलो लुट थियो। यसको मुख्य आरोपी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली स्वयं थिए। उनले छुट पाए। नक्कली भुटानी शरणार्थी काण्डमा ठुलो गिरोह देखिए। तत्कालीन परराष्ट्र मन्त्री आर्जु राणा मुख्य आरोपी थिइन्। उनले उन्मुक्ति पाइन्। स्काउटको जग्गा कब्जा गरेर भाडा नतिर्ने तत्कालीन ऊर्जा मन्त्री दीपक खड्कालाई यो देशको कानुनले कहीँ कतै छुएन, चिनेन। यति ओम्नी लाउडा धमिजा क्यान्टोनमेन्टसम्म 35 वर्ष देश लुटेको हिसाब पनि जनतालाई कहिल्यै बुझाइएन। रविलाई फसाउन के मात्रै भएन, पूरा कथा फिल्म बनाउने हो भने साउथ इन्डियन मुभीको कथा कमजोर पर्छ। तर एउटा घटना स्मरण गराउँछु। रूपन्देही अदालतले बिगो रकम बुझाउँदा रवि लामिछाने रिहा गर्न स्वीकार गरेन। अचम्म त के छ भने सहकारी रकम हिनामिना गर्ने इच्छाराज तामाङले पैसा नतिर्ने तर जेल बस्ने निर्णय लिए। बचतकर्ता निराश भए। रविले पैसा तिर्छु, मलाई छाडिदेऊ भने अदालतले पैसा चाहिएन, जेल नै बस्नु भनिदियो। यसले पनि बचतकर्तालाई निराश नै बनायो। यस्ता प्रकरणमा बचतकर्ताको हित सर्वोपरि ठानिनुपर्ने हो, तर ठानिएन। जबकि सहकारी ठगी सम्बन्धी फौजदारी कसुरमा मेलमिलाप हुन सक्ने भन्ने सर्वोच्च अदालत स्वयंको स्थापित नजिर छ। तर रविका सन्दर्भमा कानुन किन त्यति कठोर भयो बुझ्न गाह्रो छैन। सम्मानित अदालतको मानहानि गरेको होइन, तर पार्टीबाट नियुक्त भएका न्यायाधीशमाथि प्रश्न भने जरुर गरिएको।